चाहिँ 2000 कति साल 2077 सालमा हामी एकअर्काको फेसबुकमा फ्रेन्ड रहेछौँ। हामीलाई पनि थाहा थिएन उसको फ्रेन्ड रहेछौँ। अनि एकजना हाम्रो दुईजनाकै कमन फ्रेन्ड एकजना मेरो साथीले चाहिँ अनि उसलाई चिन्नुहुन्छ भनेर सोद्धाखेरि अनि म त चिन्दिनँ भन्ने कुरा सुरु भयो पछाडि अनि मैले बेलुका आएर घरमा मोबाइलमा हेरेँ फेसबुकमा मसँग फ्रेन्ड रहेछ। अनि मैले ठिकै छ फ्रेन्ड भइहाल्यो भनेर पनि केही गरिनँ। त्यसको 2 दिन पछाडि अनि यसो मोबाइल निकालेर मेसेन्जरबाट अनलाइन देखेँ। मेसेज गरेँ हेलो भनेर मेसेज गरेँ पहिलो मेसेज। यो घुम त म उचालू कि मुहार त्यो निहालू कि भुलेर आफूलाई नै हजुरमै हराऊ कि हजुरमै हराऊ कि नमान लाज यस्तरी म झुम्का बस्ने ऊ विराटनगर बस्ने अनि विराटनगर पनि भेट भयो। हाम्रो सिङ्गा खोलाको छेउमा मन्दिरको छेउमा भेट भएको हाम्रो पहिलो भेट है। अनि त्यस पछाडि हाम्रो लभ पर्यो भनौँ न हाम्रो लभ पर्यो। अनि हेर्दै 5 वर्ष बितिसकेछ 6 वर्ष पनि हामीले बिहे पनि गर्यौँ। यस्तरी झुम्छ जिन्दगी मेरो नमान लाज यस्तरी। दादा यस्तो नराम्रो भएर आइसकेको थियो मलाई फर्स्ट टाइम भेट्न आउँदाखेरि। मैले यही मान्छेलाई हो फेसबुकमा देखेको जस्तो भएको थियो त्यति हो। यता नशा छरूं मिठा मिठा कुरा गरूं के हामी एक अर्काको नगीचमै जिउँ नगीचमै जिउँ मरूं नमान लाज यस्तरी। मेरो त अब लभ एट फर्स्ट साइड जस्तै भएको थियो पहिलोचोटि देख्ने बित्तिकै होइन। म कालो कालो अनि गोरी गोरी मैले त उनलाई सिकाउँदा केही पर्दैन। सर्वगुण सम्पन्न छिन् उनी होइन। मैले सिकाउँदा केही पर्दैन। मलाई चाहिँ बेला बेला सम्झाउनु रहेछ। म रिसाउँछु धेरै जनक्क रिसाउँछु होइन। मलाई चाहिँ सम्झाउनु दादालाई त्यही हो दादाले भनिहालेछु झनक्क रिसाउने बानी छ पुरै नसुनिकन त्यति मात्रै हो। अरू त सबै ठिक छ। लास्टमा चाहिँ म आई लभ यु भन्न चाहन्छु। आई लभ यु टु। यस्तरी नमान लाज यस्तरी।